ल हेर्नुहोस् प्रियहरू, हामी सप्तकोशीमा छौँ। अनि सप्तकोशीको यो ढोका खोलिएको छ दुईटा, यस्तो पानी जाँदैछ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ यहाँनिर। र हामी तपाईँहरूलाई यो देखाइरहेका छौँ। विशेष गरेर परमेश्वरलाई धन्यवाद भएको होस्। यो सप्तकोशी एकदमै ठुलो छ। हामी यो भिडियो गरिरहेका छौँ। सप्तकोशीको पुलमा छौँ है हामी। सप्तकोशी माछा हो, डल्फिन जस्तो चाहिँ होइन। हाम्रो पिताको आउनु आउनु हाम्रो क्रिस भाइ आउँदै हुनुहुन्छ। जय मसी ब्रदर। अनि यो ठाउँ कस्तो लागिराखेको छ तपाईँलाई? हजुर एकदम राम्रो छ। अनि कोशीको जो कोशी ब्यारेकमा हामी आइपुग्यौँ पुलमा, राम्रो छ हजुर। ल हाम्रो पिताको सृष्टि कस्तो छ है? एकदम राम्रो छ। अलिअलि गरेर यो भिडियो हेरेर बस्नुहुने आदरणीय दर्शकबिन दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई फेरि पनि एकपल्ट जय मसीह भन्न चाहन्छु। म तपाईँहरूकै दाजुभाइ अनुग्रह लिम्बू। यतिखेर म कोशी अञ्चलको सप्तकोशी, यो सप्तकोशी हो। हामी कतिजनाले तपाईँहरूले देख्नुभएको छ, यहाँ हिँड्नु भएको छ, घुम्नु भएको छ। आज हामी पनि परमेश्वरको अनुग्रह र कृपाले गर्दा यहाँनिर घुम्न पाएका छौँ। तपाईँहरूले यदि यो ठाउँमा आउनु भएको छैन भने अब तपाईँहरूले भिडियोबाट म देखाइराखेको छु, तपाईँहरूले हेर्नु सक्नुहुनेछ। यहाँ जाल हानिराखेको छ कुनै हाम्रा भाइहरू है, र यहाँ खुल्ला गरिरहेको छ। एकदमै है रमाइलो छ, रमाइलो भइरहेको छ। यता आवत जावत गर्ने मान्छेहरू, गाडीहरू गइरहेको छ है, हेर्नु होला। उहाँहरू हुनुहुन्छ हाम्रो पास्टर, अनि हाम्रो पास्टरनी मम्मी र पास्टर बा हुनुहुन्छ। आज हामी यो सप्तकोशी ब्यारेकमा चाहिँ आएर यहाँनिर घुम्न पाएका छौँ। सो परमेश्वरलाई धन्यवाद भएको होस्। र उहाँहरूलाई छोटो म यहाँको बारेमा सोध्न चाहन्छु। जय नदीहरूको सप्त नदी सप्तकोशी भनौँ न। रमाइलो माझीहरू चाहिँ माछा मार्दै रहेछन्, डुङ्गा पनि रहेछ, धेरै टाढासम्म फैलिएको रहेछ। ल परमेश्वरलाई प्रसिद्ध ठाउँ नै हो। ल परमेश्वरलाई धन्यवाद भएको होस्। आज उहाँको अनुग्रहले गर्दा हामी यो ठाउँमा आइपुगेका छौँ। हस्त धन्यवाद। जय मसीह। जय मसीह।
प्रिय दाजुभाइ दिदीबहिनीहरू यो एकदमै लामो भएको कारणले गर्दा हामी बिच बाटोमा पनि जान सकिरहेको छैनौँ। यस कारणले गर्दा तपाईँहरूलाई टाढैबाट नै म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो पूर्वी नेपालको कोशी अञ्चलमा पर्ने सप्तकोशीमा आएर हामी आज तपाईँहरूलाई देखाइरहेका छौँ। धेरैजनाले चाहिँ कतिजनाले चाहिँ देख्नु पाएको छैन होला। यहाँ चाहिँ पुलहरू चाहिँ तपाईँहरूले देख्नु सक्नुहुनेछ र यहाँनिर एकदमै यो हाइवे है एकदम आउने जाने क्रममा एकदम भिडभाड भइरहेको छ। एकदम परमेश्वरलाई धन्यवाद भएपछि यहाँनिर लगभग 52वटा ढोका चाहिँ यहाँनिर छ। यो 52वटा ढोकामा चाहिँ कतिवटा खुल्ला पारेछ भने कतिवटा चाहिँ थुनिएर राखेको छ। किनभने यो चाहिँ एउटा परमेश्वरको सृष्टिलाई हेर्ने मौका हामीलाई दिनुभएको छ। तपाईँहरूले हेर्नु सक्नुहुनेछ। यहाँनिर हाम्रो लाजहरू छ सबैमा र यता पर तपाईँहरूले हेर्नु सक्नुहुन्छ। जति आँखाले तपाईँहरूले भ्याउइन्जेल तपाईँहरूले हेर्नु होला है। पर यो ससानो कालो कालो देखिन्छ। यो चाहिँ माछा मार्ने हाम्रा माझी दाईहरू हुनुहुन्छ। ल हेर्नु होला है त वरिपरि सबैजनाले। फ्रेस माछा। ल हामी चाहिँ माछा किन्दैछौँ है। माछा यहाँ भर्खर मारेको भाइले है 400 रुपियाँ किलो भन्दै हुनुहुन्छ। हामी कटाक कुटुक लगेर मजाले भुटेर मजाले है मुखमा मिठो गरी खाने है त। त्यहाँ चाहिँ एउटा फोटो हान्नु पर्ला त्यो ढुङ्गामा। अति पर्यो चाहिँ कुद्दैछ नि। यहाँ पो हेर्नु एउटा फोटो हान्नु